On the path of knowledge together with friends, welcome to my channel शिक्षा सागर। आजको यस भिडियोमा हामीले यो गिभन कर्व को इक्वेसन अफ टेन्जेन्ट एट पोइन्ट ए कमा बी यति हुन्छ भन्ने कुरा सो गर्नु छ, प्रुफ गर्नु छ है। Shiksha Sagar, dive into the ocean of knowledge. अब लागु सल्युसन तिर सबभन्दा पहिले गिभन कर्व को इक्वेसनलाई लेख्ने, अनि त्यसपछि त्यो इक्वेसनलाई दुईटैतिर एक्स को रेस्पेक्टमा के गर्ने, डिफरेन्शिएट गर्ने। भनेपछि डी एक्स स्क्वायर अपन ए स्क्वायर अपन डीएक्स प्लस डी y स्क्वायर अपन b स्क्वायर अपन dx इक्वल टू d2 अपन dx है। अब यहाँबाट 1/a स्क्वायरलाई अगाडि लेखिएको छ, अनि के बाँकी रहन्छ, dx स्क्वायर अपन dx स्क्वायर अपन dx, त्यसपछि प्लस प्लस। अब यहाँबाट 1/b स्क्वायरलाई अगाडि लेखिएको छ, अनि बाँकी dy स्क्वायर अपन dx यहाँ छ, अनि इक्वल टू d2 अपन dx कति हुन्छ त, 0 हुन्छ है। अब 1/a स्क्वायर इन्टु अब यतिको डेरिभेटिभ 2x है। अब प्लस प्लस 1/b स्क्वायर माथि जस्तै, अनि अब यतिको डेरिभेटिभ कति हुन्छ त, 2y इन्टु dy अपन dx हुन्छ, अनि इक्वल टू 0। अब यसपछि के गर्नुपर्छ, हेरौँ। यो टर्मलाई के गरेँ मैले, टु साइड पठाएँ भने के हुन्छ, -1/a स्क्वायर इन्टु 2x हुन्छ, अनि यो साइड के बाँकी रहन्छ त, यति बाँकी रहन्छ, त्यही कुरा लेखेको छु। अब यहाँबाट के गर्नुपर्छ, हामीले dy/dx निस्काउनुपर्छ। अब त्यसको लागि के गर्नुपर्छ, यतिलाई के गर्नुपर्छ, टु साइड पठाउनुपर्छ है। अब यो b स्क्वायरलाई टु साइड पठाउँदा के हुन्छ, इन्टु b स्क्वायर हुन्छ है। अब 2y लाई टु साइड पठाउँदा के हुन्छ, डिभाइड बाई 2y भइहाल्छ, 2y डिभाइडमा जान्छ है। अब यसरी हामीले के पायौँ त, dy अपन dx इक्वल टू यति पायौँ है। अब हामीलाई dy/dx को भ्यालु एट गिभन पोइन्ट a, b कति हुन्छ त्यो निस्काउनु पर्छ। भनेपछि एट a, b dy/dx को भ्यालु यति हुन्छ। अब यसलाई फर्दर काटेपछि के हुन्छ, b स्क्वायर अपन b काटेपछि b हुन्छ, अनि a अपन a स्क्वायर काटेपछि a हुन्छ, अनि यो माइनस माइनस यहाँ छ। अनि अहिले यो dy/dx इक्वल टू जुन -b अपन a आएको छ, यो के हो त, स्लोप अफ टेन्जेन्ट हो। अब हामीलाई त इक्वेसन अफ टेन्जेन्ट चाहिएको छ, देखाउनु छ। भनेपछि अब इक्वेसन अफ टेन्जेन्ट लेखेर एट a, b कति हुन्छ त्यो निस्काउँदैछु। अब यसको लागि यो फर्मुला धेरै इम्पोर्टेन्ट छ, यो फर्मुला लेखेँ। यहाँ x1 भन्नाले a हो, y1 भन्नाले b हो, अनि m भन्नाले के हो त, स्लोप अफ टेन्जेन्ट, जुन हामीले यहाँ कति पाएको छौँ त, -b अपन a पाएको छौँ है। अब त्यही भ्यालुहरू के गर्ने, यहाँ यो फर्मुलामा हाल्ने। y माइनस y1 भन्नाले b इक्वल टू m भन्नाले -b अपन a पाएको छौँ हामीले, अनि x माइनस x1 भन्नाले के हो त, a हो। अब यसरी यो a अहिले डिभाइडमा छ, त्यो साइड जाँदा के हुन्छ, मल्टिप्लाई हुन्छ यतिमा, त्यही भएको छ। अनि त्यसपछि बाँकी के रहेको छ यतातिर, -b इन्टु यति है। अब मल्टिप्लाई a लिएर यसमा मल्टिप्लाई गर्दा यति हुन्छ, अब -b लिएर यसमा मल्टिप्लाई गर्दा यति हुन्छ है। अब यहाँबाट हामीले एउटा इक्वेसन जस्तै पायौँ, यति
यहाँ यो माइनस एबीलाई त्यो साइड पठाउँदा के हुन्छ प्लस एबी हुन्छ भनेपछि पहिलेदेखि एउटा प्लस एबी थियो अर्को एबी आएपछि कति भइहाल्यो 2ab अनि यो माइनस bx त्यो साइड जाँदा के भइहाल्यो प्लस bx है यहाँसम्म बुझ्नुभयो। अब यहाँ के गरेको छु मैले एबी लिएर डिभाइड गरेको छु दुईटैपट्टि है। अब एबी लिएर दुईटैतिर डिभाइड गर्दा के हुन्छ ay प्लस bx डिभाइड बाई एबी इक्वल टु के हुन्छ 2ab डिभाइड बाई एबी। अब यसलाई छुट्याएर लेख्दा के हुन्छ ay डिभाइड बाई एबी प्लस bx डिभाइड बाई एबी इक्वल टु अब यहाँ एबी काटेर यहाँ 2 मात्र बच्यो है। अब यहाँ हेर्नुहोस् त ए कट्छ बच्छ कि y बाई बी प्लस अब यहाँ बी काटिन्छ बच्छ x बाई ए अनि इक्वल टु 2। हामीले प्रुफ गर्नु यही थियो जुन हामीले प्रुफ गरिसक्यौँ। भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट र सेयर गरी आफ्नो अरू साथीसम्म भिडियो पुर्याउनु होला र साथै च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस् धन्यवाद।